शून्य शून्य तिम्रो जीवन, शून्य शून्य तिम्रो जीवन, ख्रीष्ट बिना अशान्ति मन। शून्य शून्य तिम्रो जीवन, शून्य शून्य तिम्रो जीवन, ख्रीष्ट बिना अशान्ति मन, ख्रीष्ट बिना अशान्ति मन। धेरै कमायो धन मन, पाएन चैन मनमा। धेरै कमायो धन मन यहाँ, तर पाएन चैन मनमा। सब पाएर पनि यहाँ लाग्छ केही हराएछै मनमा। एउटा शान्ति आनन्द रहेछ, पाइँदैन ख्रीष्ट यीशु बिना। शून्य शून्य तिम्रो जीवन, शून्य शून्य तिम्रो जीवन, ख्रीष्ट बिना अशान्ति मन, ख्रीष्ट बिना अशान्ति मन। तिम्रो फिका निरस जीवनलाई यसो चाहन्छन् रङ्गरस भर्न। तिम्रो फिका निरस जीवनमा यसो चाहन्छन् रङ्गरस भर्न। आनन्द शान्तिको रङ्गरस भरी बनाइदिन्छन् जीवन हरियाली। यी सब पाउन अपनाऊ ख्रीष्टलाई, सित्तैमा दिन्छन् ख्रीष्टले तिमीलाई। शून्य शून्य तिम्रो जीवन, शून्य शून्य तिम्रो जीवन, ख्रीष्ट बिना अशान्ति मन, ख्रीष्ट बिना अशान्ति मन। प्रेम मित्रहरू, आज तपाईको जीवन शून्य शून्य छ, ख्रीष्ट बिना अशान्ति पनि छ। तपाईले खाइरहनु भएको छ, पिइरहनु भएको छ, पैसा कमाइरहनु भएको छ, तर पनि मनमा शान्ति छैन। अझै के छैन जस्तो लागिरहेको छ, किनभने त्यो चाहिँ शान्ति। तपाईसँग पैसा सबै कुरा छ, तर पनि मनमा एउटा कुरा छैन जस्तो लाग्छ, त्यो चाहिँ हो शान्ति। यसैले यो शान्ति आनन्द आज तपाईलाई परमेश्वरले दिने चाहना गर्नुभएको छ। उहाँले प्रतिज्ञा गर्नुभएको छ, यसो ख्रीष्टले, म तिमीलाई साँचो शान्ति दिन्छु, जुन शान्ति यो संसारले दिने जस्तो होइन। तिमीहरूको हृदय विचलित नहोस्, न त भयभीत नै होस्। अशान्तिले, रोगको कारण, रुपियाँ पैसामा गरिबीको कारण आज तपाईँ अशान्ति भएर मर्न चाहनुहुन्छ। संसारै छोडिदिउँ जस्तो पो लागिरहेको छ कि तपाईँलाई। प्रिय हो, तपाईँको यस्तो अशान्तिमय बेचैनी हृदय छ भने आउनुहोस्, प्रभु येशू मसीहले तपाईँलाई साँचो शान्ति दिनुहुन्छ। त्यो तपाईँको हृदयमा सम्पत्ति भए पनि, सबै कुरा खाएर पिएर पनि अशान्ति बनाइराख्ने कुरा चाहिँ पाप हो। जब तपाईँले पापबाट मुक्ति पाउनुहुन्छ, यो साँचो शान्ति पाउन सक्नुहुन्छ। सो तपाईँले प्रभु येशू मसीहमा यो साँचो शान्ति आनन्द लिनुहोस्। प्रभु येशू मसीह दिन तयार हुनुहुन्छ।